यस्तै किसिमको छ। अब अब अलिकति छोटो दुई टुक्रा पुरानै चालमा भन्ने। पुरानै हजुर। चालमा आऊ तिम्रो स्वागत गर्छु म। पुरानै चालमा आऊ तिम्रो स्वागत गर्छु म। बोक संस्कारका भारी तिम्रै चरण पर्छु म। रद्दीका टोकरी फाल हाली फोहोर डङ्गुर आऊ सुध्रेर पहिले झै तिम्रा चरण पर्छु म। जमाना बदलियो भन्छौ छन् स्वीकार्य छ त्यो पनि। झन् स्वीकार्य छ त्यो पनि। ल्याऊ नवीन कोसेली युग सापेक्ष सम्झते। त्यसैमा जिन्दगी जिउनी फल्ने फुल्ने निधो गरी। उच्च प्रविधि भित्र्याई आऊ नौली दुलैसरी। पुरानो न सबै रद्दी राम्रो छ न सबै नयाँ। पाका आँखा लगाएर हेर्नु पर्छ जहाँ तहाँ। आऊ बनेर गङ्गा झैँ आऊ बनेर गङ्गा झैँ शुद्ध स्फटिक निर्मल। बनाऊ जिन्दगी फेरि नौनी समान कोमल। बनाऊ जिन्दगी फेरि नौनी समान कोमल। धन्यवाद। अ, अब म अगाडि बढ्दै राखौँ होइन र। प्लिज प्लिज गुरुदेव, हामीलाई एउटा सुनिरहन छ मन लागेको छ होइन। एउटा छ घुराई र सुताई। हजुर हजुर। अब किनभने मानिसहरू घुर्ने एउटा चाहिँ एक प्रकारको आदत भनौँ, बानी भनौँ, अथवा रोगै भनौँ, त्यस्तो हुन्छ। सिनेमा र टिभी हेर्न अचाक्ली प्राण हाल्दछे। बिस्तरामा यसो कोल्टे पल्टिकी घुर्न थाल्दछे। टाढा होइन, आफ्नै घरमा होइन, भन्दा बाहिर हजुर जानु परेको छैन। लाग्छ घन्टौँ अगेरे नै सुते कि घुर्न मात्र हो। घुराण स्कुल कि छात्र जेहेन्दा र सुपात्र हो। सुतौँला घुर्न छोड्लेर भन्दा रात्रि बिताउँछे। हरेक रात ठुल्कान्छी यसरी नै सताउँछे। सुरुमा घुर्दछे सुस्त क्रमशः उच्च पार्दछे। मानव बालक झैँ बन्छे र पाठ घोक्न थाल्दछे। भाका पार्छे ठुलो सानो मिठो र कर्कश ध्वनि। लय हालेर घुर्दिन्छे छन्दकै कविता बनी। गद्यमा पनि त्यो घुर्से कवि आधुनिक इसरी। पुरा निद्रा कहाँ पाओस् घुर्दै ठिक्क कठैभरि। सोध्छु च्याप्प समाइदेऊ पोराती नाकका दुवै। फेरि सोध्छु कि भागेर जानु पर्ला दुवै सुवै। गालामा नै बजाइदेऊ या ढाडतिर ठोकिदेऊ। जाली नै कानको फुट्ने गरी बेहद खोकिदिउँ। जगाऊ झकझकाऊ कि उसैका तालमा सुतौँ। घनघोर घुरी यदवा पत्नीलाई पनि जितौँ। यदा कदा नलाग्ने हो निद्रा प्यारी घुरिन् भने। नत्र लोरी र बिल्लौरी गाए झैँ निदले छुने। बाघ के त्यसरी घुर्थ्यो बघेनी नै नघुर्दछे। मेरी प्यारी यिनी भन्दा मानव तेब्बर फुर्दछे। मन्दाक्रान्ता बनी घुर्से या शार्दूल विक्रीडित। फेरि द्रुत विलम्बैले झन् उही स्रगधरासित। नघुर्दा पनि के भो झैँ घुर्दा आफ्नै छ आपद। घुर्दा नघुर्दा चिन्तै छ गर्नु के यस बापत। म सुत्नु पहिले आई मोही पो पार्न थाल्दछे। ठेकी भित्र त नाकैका पोरा प्यार प्यार पार्दछे। सानो ठेकी ठुलो ठेकी घर्र घर्र गराउँछे। सुत्यो कि घुर्न यो केटी साह्रै मन पराउँछे। ताल दिन्छे र पो घुर्से बसन्त तिलकासित। छन्द झैँ घुर्दछे कहिले दुरुस्त मालिनीसित। मन्दाक्रान्ता शिखरिणी विद्युन्माला नि गाउँछे। दुवै बज्रा रटी मेघ विस्फुर्जिता नि भ्याउँछे। दुवै बज्रा भनेको इन्द्र बज्रा र उपेन्द्र बज्रा। हजुर हजुर। ईशा दर्शभ गान्धार षड्ज दैवत मध्यम। सातवटै रागमा घुर्छे किन छोड्थी र पञ्चम। पञ्चम चाहिँ कोइलीको राग। मैले वीणा बजाए भो नाचे भो उफ्रिए नि भो। यो अन्तिम हो। मैले वीणा बजाए भो नाचे भो उफ्रिए नि भो। यी घुर्ने स्वान्चरी साथ स्वप्नलोक पुगे नि भो। स्वान्चरी भन्ने यो शब्द मैले अलि पश्चिमतिरको ल्याएँ। तपाईँहरू पश्चिमतिर जानुभएको भएदेखि यो भनौँ प्युठानदेखि पश्चिम
स्वास्नी छोरीलाई स्वान्चरी भन्ने एउटा चाहिँ लोकल शब्द छ, स्थानीय शब्द। स्वान्चरी, स्वास्नी छोरी भनेको हो त्यो, स्वान्चरी भन्छ। पत्नीलाई पनि स्वान्चरी भन्छन्। हजुर हजुर अँ, घुर्दा शास्त्रीय सङ्गीत श्याल वा फ्याउराहरू प्रतिद्वन्दी बनेकै छन्, सुन्दै बस्दछु के मरौँ। प्रतिद्वन्दी बनेकै छन्, सुन्दै बस्दछु के मरौँ। यसमा अनि चाहिँ त्रिष्टुप छुटे चाहिँ के हो? हजुर। त्रिष्टुप छुटे चाहिँ के हो भने? अब यस्तै छ, यस्तै छ। ल, अ, अब म अगाडि बढौँ त। हुन्छ गुरुदेव, अगाडि बढौँ। अनि अब बिचमा चाहिँ अब अरू साथीहरूको पनि केही अपेक्षाहरू होला लौ न, होइन। लौ त न मेरो सुन्दै जाउँ अपेक्षा न। पनि छ। म चाहिँ हजुर। गुरुदेवको समस्या पूर्ति पनि आउँछ भन्ने सोचिरहेको छु, कुनै बेला आउँछ होला। अनि होइन, समस्या पूर्तिमा म आइसकेँ। अब समस्या मैले पूर्तिमा राइट हेर्नु तपाईँले मेरो त्यति सोच कस्तो त्यति बिग्रिरहेको छ। चाहिँ अब समस्या पूर्ति त्यस्तो गद्य पनि आउँछ भन्ने सोचिरहेको छु है मैले चाहिँ कुनै बेलामा। त्यो त्यो चाहिँ यो यही यहाँ बस्दाखेरिको एउटा समस्या पूर्ति आउला। अब भनिहालौँ हुन्छ म, हुन्छ होइन। सर, हुन्छ सर, प्लिज। यसलाई चाहिँ पर्याप्त विभूति भन्ने नाम त दिएको छु, तर यसमा चाहिँ अब समस्या पूर्ति छ। यो समस्या पूर्ति यहाँ आइहाल्छ, तपाईँहरूले सुनिहाल्नुहुन्छ है। हजुर यो जनजी आन्दोलनैसँग सम्बन्धित छ। हामी यहाँ आइसकेपछि त्यहाँ जनजी आन्दोलन भएको थियो। उन्मूलन हुनै पर्थ्यो भ्रष्टाचार र भ्रष्टको, कोही जाग्नु थियो जाग्यौ जेनजी सन्देश प्रष्ट भो। गर्छौं सदाचार भन्दा उद्देश्य ठ्याक्क उल्टियो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। यही चाहिँ के भने दोहोरिने छ। थाहा छ देशमा भ्रष्टाचारीहरू बढे, विकास गर्नुको सट्टा ठट्टाको लिस्नु पो चढे। भ्रष्टाचारी लुक्यो अन्तै अर्कैको घर फोरियो। घर फोरिने भनेको घर जल्ने, यो स्थानीय भाषाको चाहिँ यो एकदम मुहावरा जस्तै हो। हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। भ्रष्टाचारी त व्यक्ति हुन्, न देश दरबार हुन्, न अदालत अड्डा हुन्, न मालो पो त बैङ्क हुन्। भ्रष्ट पो भ्रष्ट पोल्नु थियो आगो किन अन्त लगाइयो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। अकस्मात उर्लियो भिड भ्रष्ट पत्ता लगाउन, प्रचण्ड ग्रीष्मको जस्तो तातो भुङ्रो खन्याउन। भ्रष्टाचारी पोल्नु पर्थ्यो आगो ता अन्त ठोकियो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। चुलिएपछि पोखिन्छ यो शाश्वत कुरा भयो, सत्तामा जो पुग्यो भ्रष्ट सिधै साबित भइ गयो। तिनैको मुख हो झोस्ने के खान अन्त झोसियो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। उडन्ते गफलाएर सत्ता चल्दैन सत्य हो, भ्रष्टाचार नयाँ सिर्जी लुटेको देश सत्य हो। तिनैका मुखमा झोस्न बालेको अग्नि के भयो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। जनकल्याणको काम गर्छ सरकार भन्दथे, आलो पालो उनै नेता आफ्नै भण्डार भर्दथे। तिनको मुख नपोलेर दरबार किन पोलियो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। विकास देशमा हुन्छ दैलैमा सरकार रे, शिक्षा स्वास्थ्य जीविकाको पर्दैन दरकार रे। खै त आनन्द ए भ्रष्ट न शान्ति मनमा रह्यो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। बग्यो रगतको भेल प्राण आहुत भइ गए, ल्याउँ सुशासनै भन्दा ती दुशासन पड्किए। बदला न्यायको खोज्दा त्यो आगो किन दन्कियो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। देशभक्त शक्तिशाली थिएनन् राष्ट्र रक्षक, प्रहरी सैन्य सञ्जाल हैनन् र देश सेवक। रक्षा शक्ति हुँदा त्रस्त स्वस्फूर्त अग्नि दन्कियो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। त्यो भ्रष्टाचारको जालो आगाले रोक्न खोजियो, डढेलो वनको रोक्न सुकेको खर रोसियो। भलेको अग्निमा मानौ घिउको धार लाइयो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। एउटा भ्रष्टाचार रोक्न भ्रष्टाचारी दसौँ जुटे, हेर्दै जानु नपत्याए जेलबाट सबै छुटे। राम्रो गर्दा भलो हुन्न सती साप छँदै थियो, हामी हेर्दै रह्यौँ ट्वाल्ल खरानी देश भइ गयो। पक्रिन्छ घुस खाँदा जो घुसै खुवाएर छोड्दछ, भ्रष्टको उसितो काट्न अर्को झन् भ्रष्ट उठ्दछ। भ्रष्ट मुसा दुलाभित्र पसे बाहिर धुवारियो,
हामी हेर्दै रह्यौँ टल्ल खरानी देश भइ गयो। अन्तिम। जो रहे बलिदानी ती भए अमर राष्ट्रमा, जो रहे बलिदानी ती भए अमर राष्ट्रमा, विद्युत झैँ चम्की अल्पे लात्तो हानेर भ्रष्टमा, कोबाट मुखमा आफ्नै दागबत्ती लगाइयो, हामी हेर्दै रह्यौँ टल्ल खरानी देश भइ गयो, हामी हेर्दै रह्यौँ टल्ल खरानी देश भइ गयो। धन्यवाद। गजब लाग्यो गुरुदेव। ल प्लिज अरू अगाडि अगाडि बढौँ गुरु। हजुर म हजुर। साथीहरूलाई सोध्छु एकछिनमा। ठिक छ। अम, अब ठिक छ। अब यस्तै किसिमको छ। म एउटा यो के भन्छ, अस्तिको यो दसैँ तिहार हामीले यहाँ तिहार मनाइयो यहाँ। मलाई एकजनाले प्रेरित गर्नुभयो यो तिहारको बारेमा केही कविता लेखेको भएदेखि मलाई दिनुहोस् भन्नुभयो। अनि त्यही सिलसिलामा मैले चाहिँ कोरेको थिएँ यहाँ चाहिँ त्यही कुरालाई म यहाँ पेस गर्छु। सद्भावको तिहार भनेको छु। शार्दूल हजुर। विक्रित शब्द। आई प्रात सकाल साँझ घरमा चर्चा चियो गर्दछ, के सन्देश दिएर जान्छ अहिले कसले कुरा बुझ्दछ, काका समवर्ण भित्र मधुरो साहित्य सङ्गीत छ, कौवा पूज्य तिहारका बखतमा आफन्तको प्रीत छ, प्यारो यो पशु दिनहीन सरी भई हेरचाह गर्दै घर, नौलो चोर चकार झैँ सुझ भए खेदिन्छ भोग्दै पर, ढोग्दा आयो परिवार मालिक यिनै हुन् अन्नदाता भनी, माला साथ तिहारका बखतमा छन् पूज्य कुत्ता पनि, जोत्ने गोरु फलाउने मल दिने गोमूत्र वर्षाउने, पूजा हुन्छ तिहारका बखतमा दुर्भिक्ष बिर्साउने, गाई पूजित कामधेनु सरिका लक्ष्मी सदा गोधन, गर्छन् मासरी गोर साधिकदी सन्तान सम्वर्धन, यी हुन् वाहक यानका कृषकका जोत्ने र तान्ने हलो, खिच्छन् कोल र दाई पत्थर मुढा पानी गरेरै भलो, यी गोवर्धन गर्दछन् समरमा नन्दी बनी गर्जना, यिनको हुन्छ तिहारका बखतमा पूजा तथा वन्दना, एकै कोख पसी सहोदर बनी खेल्ने र मिल्ने उनै, आमाको बदला पयोधर पी हुर्के बढेका उनै, एउटै अंश र वंश भाइ बहिनी स्नेही दिदी दाजुको, पूजा हुन्छ तिहारमा यमयमी सम्झी सुसंस्कारको, कौवा हो शुभ बोल हो गगनमा पन्छी उडी पुग्दछ, कुत्ता हो पशु हो रुँगेर घरको रक्षा गरी भोग्दछ, यी सोझा यमदूत झै मनुजका साथै दुवै बस्दछन्, स्वार्थीका गणपाल्तु कुकुर भने स्वामित्वले धन्य छन्, हामीले यमपञ्चकै भनिदियौँ मान्यौँ बडा हर्षले, टिकाको उपहार ल्याउँछ सदा प्यारो नयाँ वर्षले, पूजा आपस हुन्छ भातृ भगिनी रेखा गरी तेलको, त्यो पापी यमले छुँदै पनि नछोस् सन्देश हो मेलको, सयपत्री र दुबो उनी मखमली माला गलामा चढे, हुन्नन् भाइ र दाजुका मन कसै महिला अगाडि बढे, अर्पन्छन् बहिनी दिदी कलशली निहुरेर प्रदक्षिणा, श्रद्धाले जति सक्दछन् उतिली टक्र्याउँछन् दक्षिणा, चेष्टा गर्दछ काग यो उडी उडी सन्देश सम्वाहक, कौवा काग विशुद्ध दूत यमका हाम्रा सँगी लायक, गाई गोरु दुवै समस्त जगका माता पिता पालक, प्रष्टै देख्न सकिन्छ भ्रातृ भगिनी हुन् सृष्टि सञ्चालक, नेपाली जनसंस्कृति प्रिय कयौँ छन्देश वैदेशिक, पुरुषुङ्गे मदले सँगै लय लिँदै छन् मारुनी वेदक, बिउझाएर सुसुप्त चेतहरूका संस्कार सञ्चालन, गर्दै शुभ्र तिहार मान धनको बेजोड भण्डारण, भैलोको छ भलो कुरा सकलमा सद्भावले बन्दछ, देउसीले घरभित्र श्रेय धनकी लक्ष्मी बसुन् भन्दछ, रोटी सेलफिनी अनेक मसला मिठा तिलौरा जति,
नेपालीपनका विशिष्ट दिनका बन्छन् ठुला संस्कृति। अन्तिम, राग द्वेष बिना खुसी प्रणयको सौजन्य सन्देश होस्। नेपाली जुन देशमा जति रहन् विश्वास निर्माण होस्। धेरै छौँ तर एक भई कृतिकला संस्कार उद्घोष होस्। नेपाली शिर उच्च राख जहिल्यै सङ्घर्ष उद्घोष होस्। नेपाली शिर उच्च राख जहिल्यै सङ्घर्ष उद्घोष होस्। धन्यवाद। ल गुरुदेव, म चाहिँ ल गजबको चाहिँ कविताहरू सुन्यौँ होइन। अब म एकछिन चाहिँ साथीहरूलाई सोधौँ है। हुन्छ हुन्छ। ल मित्रहरू, यहाँहरूलाई के लाग्छ? हामीले गुरुदेवको चाहिँ गजब गजब कविताहरू सुन्यौँ होइन। यो बिचमा चाहिँ तपाईँहरूको केही विशेष जिज्ञासा केही छ कि? छ भने अब त्यतातिर कुरा गरौँ। हामीले करिब 45 मिनट यो समय हजुर गुरुदेवको सत्सङ्गमा बितायौँ, उहाँको कविताहरू श्रवण गऱ्यौँ। हजुर। अलिकति समीक्षाको लागि पनि हामीले समय छुट्याउँछौँ। यो हुन्छ बिचमा यहाँहरूको कुनै विशेष किसिमको यो गुरुले यो भनिदिनु भए हुन्थ्यो अथवा केही प्रश्नहरू, लामो समयपछि हामी भेट भएका छौँ, केही जिज्ञासाहरू छन् भने त्यसलाई पनि अलिकति समय छुट्याउँ कि भन्ने मलाई लाग्यो। मलाई चाहिँ 15 मिनट चाहिँ उहाँलाई अरू दिउँ। हजुर, गुड। अनि त्यस पछाडि चाहिँ अरू, अब त्यस पछाडि चाहिँ हाम्रो के जिज्ञासाहरू भयो त्यो ठिक हुन्छ। यस मेरो सोचाइ है, त्यति मात्रै। ल ठिक छ, यो सोचाइलाई उच्च सम्मान गरौँ। अरू साथीहरू कसैको केही फरक सोचाइ छ कि? ल ठिक छ। ल अरू फरक सोचाइ चाहिँ अब छ भने बिस्तारै पछि पनि कुरा गर्न मिलि नै हाल्छ। अब हामी के गरौँ भने अब 15 मिनट चाहिँ गुरुदेवलाई छुट्याउँ। अनि त्यसपछिको समय चाहिँ हामीसँग लागेको केही विशेष विशेष केही समीक्षामा केही विशेष केही कुराहरू गर्नु छ भने त्यो पनि हामी गरौँला। बढी समय, आजको बढी समय चाहिँ हामी एक एकजनाले उहाँको समीक्षा गर्नुभन्दा पनि बढी समय हाम्रो डाक्टर नवराज देवकोटालाई दिउँ कि भन्ने हामीले त्यो त्यो ठानेका छौँ। यहाँहरूलाई कस्तो लाग्छ? इन्डिभिजुअलले गर्दाखेरि समय बढी पनि लाग्छ र कतिपय मित्रहरूले चाहिँ के पनि निवेदन गर्नुभएको छ भने नि अलग्गै के पनि निवेदन गर्नुभएको छ भने अब यो उहाँको जुन उचाइ छ त्यो उचाइको मान्छेलाई हामीले समीक्षा गर्न अलिकति सुहाउँदैन, हामी सुन्छौँ मात्रै पनि भन्नुभएको छ। त्यो पनि ठिकै हो भन्ने मैले ठानेको छु। हजुर। यति म निवेदन गर्छु। यो सँगसँगै अबको समय पुनः डाक्टर खनाललाई। डाक्टर साहब ल प्लिज। धन्यवाद। अलिकति अब खुद्रातिर लागौँ। एक टुक्रा श्रृङ्गारको। तिम्रो माइतको प्रवास सकिँदा, तिम्रो माइतको प्रवास सकिँदा हुन्थ्यो ठुलो उत्सव। तिम्रो आर्तव काल अन्तिम हुँदा लाग्थ्यो महान गौरव। लागो झास र झुस ऐय सकिँदा हुन्थ्यो महान साधना। प्यारी सम्झना सम्झ बैंसतिरका प्यारा मिठा सम्झना। प्यारी सम्झना सम्झ बैंसतिरका प्यारा मिठा सम्झना।